बस्नु होला। आँखालाई कोमल बन्द गरिदिनुहोस्। अब दायाँ बायाँ चारैतिर के भइरहेको छ सम्पूर्ण रूपले छोडिदिनुहोस्। अब आफूभित्रै केन्द्रित हुनुहोस्, आफैमा केन्द्रित हुनुहोस्। हामी योग साधना गर्दैछौँ। योग अभ्यासको निमित्त पूर्ण रूपमा मानसिक रूपमा शारीरिक रूपमा तयार हुनु होला। सहजताको लागि एउटा लामो गहिरो श्वास लिनुहोस्। अनि बिस्तारै श्वासलाई छोडिदिनुहोस्। म मिलाउँछु। कुनै एउटा श्वास बिस्तारै बिस्तारै छोडिदिनुहोस्। हामीले नियमित साधना गरेको भन्दा थोरै अलग प्रकारको अभ्यास हुनेछ। यो अन्तर्राष्ट्रिय प्रोटोकलको अभ्यास, यो कमन योग प्रोटोकल प्रारम्भ जसले पहिलोचोटि योग गर्दै हुन्छ उहाँहरूको लागि पनि सहज हुने ढङ्गले वैज्ञानिक विधिबाट यो प्रोटोकलको तयार गरिएको छ। हामी करिब 45 मिनटमा सम्पूर्ण अभ्यासलाई समापन गर्नेछौँ। लिनुहोस् एउटा श्वास। हामी 3 पटक ओमकारको जप गर्नेछौँ। त्यसपछि एउटा वैदिक मन्त्रको उच्चारण गर्दै आजको अभ्यासलाई प्रारम्भ गर्नेछौँ। लिनुहोस् लामो गहिरो श्वास। मानसिक रूपमा र शारीरिक रूपमा योग अभ्यासको निमित्त, योग साधनाको निमित्त तयार भइसकेका छौँ। सहज ढङ्गले आफ्ना दुवै हत्केलाहरूलाई यसरी भन्दा माथि लैजानुहोस् र एक आकाशमा राख्नुहोस्। बिस्तारै तातिरहेको हात त्यो तातो हत्केलाले आँखालाई छेकिदिनुहोस्। हत्केला जस्तै आँखा झिल्नु गर्नुहोस् र अनुहार। अब हामी धरती मातालाई नमन गर्दै राष्ट्रवन्दना गर्नुहोस्। त्यसपछि यो गानको अभ्यास राष्ट्रगानको निमित्त यथास्थानमा उभिनु होला। राष्ट्रगान
यो अभ्यासलाई प्रारम्भ गरेको चालन क्रियाबाट गोडालाई एक बिटा जति फैलाइदिनुहोस्, हातलाई कम्मरमा राख्नुहोस्। ग्रीवा चालन क्रिया। श्वास लिँदै शिरलाई बिस्तारै माथितिर उठाउनुहोस्। दृष्टि आकाशतिर बिस्तारै माथि एकछिन होल्ड गर्नुहोस्। माथि रोकिनुहोस् एकछिन। 1 2 3 4 5 6 7 श्वास छोड्दै बिचमा आउनुहोस्। बिचबाट बिस्तारै आऊ। फेरि श्वास छोड्दै तल जानुहोस्। तल जिउलाई कन्ठीको माथ, छातीको माथिल्लो भागमा एकैछिन रोक्नुहोस्। त्यो अभ्यासलाई एकैछिन रोक्नुहोस्। कम्तीमा 10 सेकेन्ड जति रोकियो श्वास। कुम्भकको अवस्था। यतिखेर बाह्य कुम्भकमा हामी अडिरहेका छौँ। बिस्तारै अभ्यास फेरि माथि श्वास लिँदै आकाशतिर श्वास लिएर रोकेको अवस्था। भित्री कुम्भकमा अभ्यन्तर कुम्भक एकैछिन रोकिनुहोस्। माथि दृष्टि आकाशतिर केही क्षण धैर्य गर्नुहोस्। बिस्तारै सामान्य अवस्था बिचमा अनि श्वास छोड्दै तल। अब दायाँ कानले दायाँतिर ढल्केर कुमलाई छुरी प्रयास गर्नुहोस्। दायाँतिर ढल्किनुहोस्। श्वास छोड्दै दायाँतिर एकैछिन यही अवस्थामा रोकिनुहोस्। एकैछिन होल्ड गर्नुहोस्। श्वास छोडेको अवस्था छोडेर एकैछिन अडिनुहोस्। बिस्तारै श्वास छाड्दै बिचमा अनि फेरि अब श्वास छोड्दै त्यही अभ्यासलाई बायाँतर्फ बिस्तारै बिस्तारै श्वास छोड्दै रोक्नु। श्वास छोडेर कुम्भकमा एकैछिन धैर्य गर्नुहोस्। बिस्तारै रिल्याक्स। एक अभ्यास फेरि यसलाई पनि दोहोऱ्याइदिनुहोस्। श्वास छोड्दै दायाँतर्फ श्वास लिँदै बिचमा श्वास छोड्दै बायाँतर्फ श्वास लिँदै। अब चिउडोले कुमलाई छुनेछौँ। श्वास छोड्दै दायाँतर्फबाट चिउडोलाई जति सकिन्छ पछाडितिर लगेर कुमलाई छुने प्रयास गर्नुहोस्। एकैछिन रोकिनुहोस्। यतिखेर पनि श्वास छोडेर रोकेको अवस्था। श्वास छोडेर एकैछिन रोक्नुहोस्। बिस्तारै श्वास गर्दै बिचमा श्वास छोड्दै बायाँतर्फ पुरै चिउडो कुमलाई छौस्। श्वास छोडेको अवस्था। श्वास छोडेर केही क्षण धैर्य गर्नुहोस्। केही क्षण रोकिनुहोस्। बिस्तारै बिचमा यो अभ्यासलाई पनि एकपटक दोहोऱ्याइदिन्छ। हामी दायाँतर्फ बिस्तारै श्वास छोड्दै जानुहोस्। दायाँतिर श्वास लिँदै बिचमा फेरि श्वास छोड्दै दायाँतर्फ लिँदै बिचमा। अब अर्को अभ्यास चिउडोलाई कन्ठीमा जोड्नुहोस्। बिस्तारै घुमाउनुहोस्। अब दायाँतर्फबाट श्वास लिँदै माथिल्लो बिचमा आउँदा श्वास फेरि बिचबाट दायाँतिरबाट श्वास छोड्दै दायाँतर्फबाट श्वास लिँदै माथि उठाउनुहोस्। त्यसलाई दायाँतर्फबाट श्वास छोड्दै तल। अब विपरीत बायाँबाट उठाउनुहोस्। श्वास लिँदै शिरलाई दायाँतर्फबाट श्वास छोड्दै तल। बायाँबाट श्वास लिँदै माथि अनि दायाँतर्फबाट श्वास छोड्दै तल। विश्राम। हातलाई तल राखिदिनुहोस्। बिस्तारै हातलाई साइडबाट माथि साइडमा हातखेला आकाशतिर कुममा राख्नुहोस्। कुइनालाई अगाडि घुमाउनुहोस्। अब श्वास लिँदै माथि श्वास छोड्दै पछाडि माथि श्वास लिँदै पछाडिबाट श्वास छोड्दै अगाडिबाट श्वास लिँदै पछाडिबाट श्वास छोड्दै। यसै त विपरीत। पछाडिबाट उठाउनुहोस्। श्वास लिँदै अगाडिबाट छोडिदिनुहोस्। श्वास लिँदै पछाडिबाट उठाउनुहोस्। अगाडिबाट छोडिदिनुहोस्। श्वास लिँदै अगाडिबाट उठाउनुहोस्। पछाडिबाट बिस्तारै विश्राम। हातलाई माथि साइडमा तल। गोडालाई 2 फिट जति फैलाइदिनुहोस्। नाकको बाहिर पऱ्यो भने छिटो हुन्छ।
हात अगाडि गति चालन क्रिया बिस्तारै श्वास छोड्दै दायाँतिर पछाडि जानेछौँ पुरै पछाडि बायाँ हात दायाँ कुनमा रहोस् सिधा पछाडि एकछिन रोक्नुहोस् 2 3 4 5 6 7 8 9 10 बिस्तारै अगाडि आउनुहोस् बायाँतर्फ श्वास छोड्दै पछाडि दायाँ हात दायाँ कुनमा सिधा पछाडि एकछिन धैर्य गर्नुहोस् एकछिन स्थिर हुनुहोस् यतिखेर श्वास छोडेको अवस्था कम्मरमा दबाव परिरहेको छ प्रभाव परिरहेको छ शरीरलाई एकाग्र गर्नुको यो अभ्यास अत्यन्त प्रभावकारी बिस्तारै एक अभ्यास फेरि दोहोऱ्याइदिनुहोस् दायाँतर्फ श्वास छोड्दै जानुहोस् दायाँतर्फ जानुहोस् एकैछिन रोकिनुहोस् केही क्षण स्थिर हुनुहोस् श्वास छोडेर रोकेको अवस्थामा केही क्षण धैर्य गर्नुहोला बिस्तारै श्वास छोड्दै बिचमा अनि श्वास छोड्दै फेरि श्वास छोड्दै बायाँतर्फ एकछिन स्थिर हुनुहोस् बायाँतिर श्वास लिँदै तल गोडालाई जोड्नुहोस् हात अगाडि ढुङ्गाको लागि श्वास लिनुहोस् र कुर्सीमा थोरै तल श्वास छोडेको अवस्था 1 2 3 4 5 6 7 8 9 10 लिँदै माथि हातलाई तल फेरि आफ्नो अभ्यास अमृत हात अगाडि ल्याउनुहोस् छोड्दै एकछिन धैर्य गर्नुहोस् एकछिन स्थिर हुनुहोस् 1 2 3 4 5 6 7 8 9 10 बिस्तारै अब हामी आसनको अभ्यासको लागि तयार हुनेछौँ सर्वप्रथम ताडासन हातलाई हात अगाडि लगाउनुहोस् तल अब तलतिर फर्काइदिनुहोस् बिस्तारै अगाडिबाट माथि उठाउनुहोस् श्वास लिँदै माथि पाखुरा कामसँगै जोड्नुहोस् बिस्तारै कुर्कुच्चालाई पनि माथि उठाउनुहोस् ताडासनको अभ्यासको लागि एकछिन धैर्य गर्नुहोस् 10 सेकेन्ड जति होल्ड गरौँ 10 9 8 7 6 5 4 3 2 1 माथि श्वास लिँदै एकछिन धैर्य गर्नुहोस् 1 2 3 4 5 6 7 8 9 10 कुर्कुच्चा लगाउनु बिस्तारै हातलाई अब हामी वृक्षासनको अभ्यास गर्नेछौँ दाहिनेबाट उठाउनुहोस् दायाँबाटलाई बायाँ तिग्राको भित्री भागमा तिग्रा राख्नुहोस् यदि तिग्रामा सक्नु भयो भने घुँडाको सेवा राख्दैन हातलाई माथि जोड्नुहोस् शरीर र मनलाई सन्तुलन गराउनको निमित्त वृक्षासनको अभ्यास कुनै एउटा निश्चित बिन्दुमा ध्यानलाई केन्द्रित गर्नुहोस् आँखालाई स्थिर राख्नुहोस् दृष्टिलाई स्थिर राख्नुहोस् अनि आसन स्थिर हुन्छ दायाँ बायाँ आँखा चलाउनु भयो भने मनलाई चलाउनु भयो भने आसन पनि चल्छ बिस्तारै श्वास छोड्दै तल परिवर्तन गरिदिनुहोस् गोडालाई बायाँ गोडा दायाँ तिग्रामा भित्र भागमा बिस्तारै माथि उठाउनुहोस् सिधा एकछिन धैर्य गर्नुहोस् एकछिन स्थिर हुनुहोस् मनलाई सन्तुलित अनि शरीरलाई सन्तुलित जब मनमा र स्थिरता आउँछ अनि त्यसपछि शरीरमा पनि स्थिरता आउँछ यो स्थिरताको लागि सबैभन्दा महत्त्वपूर्ण सबभन्दा प्रभावकारी आसन हो वृक्षासन बिस्तारै श्वास छोड्दै तल गोडालाई पनि तल राख्नु अब अर्को अभ्यासको लागि तयार हुनेछौँ पाद हस्तासन बिस्तारै हातलाई माथि लैजानु अनि एकैचोटि तल नझुक्नु होला पहिले कम्मरबाट तलतिर बिस्तारै झुक्ने कम्मरबाट बिस्तारै झुक्नुहोस् बिस्तारै झुक्नुहोस् बिस्तारै झुक्नुहोस् बिस्तारै अब हातलाई अगाडि औँलासँगै राख्नुहोस् यो पहिलो अभ्यास हो पहिलो अभ्यास सबैले गर्न सक्नुहुन्छ यत्तिकै घुँडा जोड्नु पर्ने रहेछ यत्तिकै अडिनुहोस् एकछिन श्वास छोडेको अवस्था पाद हस्तासन एकछिन स्थिर हुनुहोस् श्वास रोकेर जति धेरै समय आसनमा रोकिनुहुन्छ
हुन्छ, यति धेरै प्रभावकारी हुन्छ। स्थिर सुखम आसन, स्थिरतापूर्वक आसन गर्नुपर्छ। बिस्तारै हातलाई बिस्तारै माथि उठाउनुहोस्। अब यसको पूरा अभ्यासको निमित्त तयार हुनुहोस्। म यहाँलाई साइडबाट देखाइदिन्छु। बिस्तारै जानुहोस्, बिस्तारै 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 हातलाई घोडासँगै राख्नुहोस्। बिस्तारै श्वास छोड्दै छिटो ये घोडालाई छोड्नु। अब एकछिन होल्ड गर्नुहोस्। 1 2 3 4 5 6 7 8 9 10। बिस्तारै हातबाट अगाडि उठाउनुहोस्। हातलाई बिस्तारै माथि अनि माथि साइडबाट अर्ध चक्रासनको अभ्यास। हातलाई पछाडि राख्नुहोस्। बिस्तारै श्वास छोड्दै पछाडि झुक्नुहोस्। आफ्नो क्षमताले भ्याएसम्म जानु होला। श्वास लिएको अवस्था एकछिन रोक्नुहोस्। 1 2 3 4 5 6 7 8 9 10। सहज अवस्थामा आउनुहोस्। अब हामी अर्को आसन गरेछौँ त्रिकोण आसन। घोडालाई 1 फिट जति फैलाइदिनुहोस्। 3 फिट जति सङ्ख्या उपस्थित राम्रो छ। अलिकति असहज हुनसक्छ। जसलाई सहज सम्झिन्छ उहाँहरूले गर्नु होला। हातलाई दायाँ बायाँ फैलाइदिनुहोस्। अब हामी दायाँतिर धर्किन्छौँ, त्यस कारण दायाँ गोडा काउलाहरू दायाँतिर फर्काइदिनुहोस्। दायाँ गोडा काउलालाई दायाँतिर। अब बिस्तारै अवस्थामा दायाँतर्फ झुक्छौँ। बिस्तारै श्वास छोड्दै हातलाई घोडामाथि, अर्को हातलाई सिधा। दुईटा हातको अवस्था भर्टिकल लाइनमा, एउटै लाइनमा रहोस्। दृष्टि माथिको हातमा एकैछिन अडिनुहोस् स्थिर भएर। पुरा तन्किएको अवस्था, श्वास छोडेको अवस्था। एकछिन स्थिर हुनुहोस्। 1 2 3 4 5 6 7 8 9 10। बिस्तारै पोजिसनमा घोडालाई हातलाई तल राख्नु, घोडालाई सिधा राख्नुहोस्। अब बायाँ गोडा काउलाहरू दायाँतिर फैलाइदिनुहोस्। हातलाई दायाँ बायाँ हामी बायाँतिर धर्किँदैछौँ। श्वास छोड्दै बायाँतिर जानुहोस्। हातलाई सिधा, दृष्टि आकाशतिर हत्केलामा हेर्नुहोस्। माथिको हत्केलामा दृष्टि। दुईटा हात एउटै लाइनमा भर्टिकल लाइनमा होस्। 1 2 3 4 5 6 7 8 9 10। बिस्तारै रिल्याक्स। अब सहज अवस्था। अब हाम्रो बसेर गर्ने अभ्यास हो। त्योभन्दा अगाडि एउटा सङ्गीतमा हामी नृत्य गर्दैछौँ, त्यसपछि बसेर गर्ने आसनहरू गर्छौँ। बिस्तारै गर्नुहोस्। हातलाई माथि 1 2 3 4 5 6 7 8 9 10। बिस्तारै तल। सर्वे भवन्तु दिनको भावले हामीले उत्साहपूर्वक योग नृत्यमा रमायौँ। अब हामी बसेर गरिने योग अभ्यासहरूलाई प्रारम्भ गर्दैछौँ। एकछिन दनासनमा बस्नु।
बिस्तारै श्वास छोड्दै अगाडि छातीले दिनु जमिनमा श्वास छोडेको अवस्था एकछिन भएर श्वास छोडेर छातीले दिनु जमिनमा छोडे बिस्तारै बायाँ हात उठाउनु दायाँ हात रिल्याक्स अब बक्रासन बसेर पनि मात्रै आसन गर्छु त्यसपछि हामी एक प्राणायामको अभ्यास गरे विस्तार गरेको बक्रासन श्वास छोडेको अवस्था बिस्तारै पछाडि यसलाई मरिच्यासन पनि भनिन्छ पछाडि त्यो दृष्टि 2 3 4 5 6 7 बिस्तारै रिल्याक्स घुँडा परिवर्तन गर्नु बायाँ घुँडा पक्राउनु बायाँ घुँडातिर बायाँ पछाडि हात बाहिर राख्नु श्वास छोडेको अवस्था बिस्तारै पछाडि एकछिन धैर्य गर्दै 2 3 4 5 6 7 बिस्तारै रिल्याक्स अब सहज आसनमा बस्नु प्राणायामको अभ्यास गर्नेछौँ पहिलो प्राणायाम यो प्रोटोकल अनुसारको पहिलो प्राणायाम कपालभाती एकपटक श्वास लिन्छौँ त्यसपछि 30 झल्का कपालभाती गर्छौँ फेरि विश्राम गरेर 30 झल्का 3 आकृति कपालभाती प्राणायाम गर्नेछौँ सजिलो आसनमा मेरुदण्ड राखेर गर्छौँ हातमा ध्यान मुद्रा अथवा अपान मुद्रा लगाउनुहोस् लिनु श्वास विश्राम 30 झल्का पुऱ्याएर विश्राम गर्नुहोस् फेरि एउटा श्वास लिनुहोस् फेरि 30 झल्का कपालभाती अब अन्तिम झल्का श्वास लिनुहोस् अनि अन्तिम झल्का कपालभाती विश्राम कपालभाती प्राणायामले विश्राम गरिदिनुहोस् अब नाडी सुरक्षा समाउनु प्राणायाम दुईटा औँला दोहोरी औँला र माथि औँलालाई दुवै आँखी भोकभोकी थाकेर टक्राएर राख्नुहोस् दायाँ हातको बुढी औँलाले दायाँ नासिका बन्द गर्नुहोस् बायाँ नासिकाबाट बिस्तारै श्वास लिनुहोस् दाहिने औँला र कान्छी औँलाले बायाँ नासिका बन्द गर्दै दायाँ नासिका बिस्तारै श्वास छोडिदिनुहोस् दायाँबाट बिस्तारै श्वास लिनुहोस् अनि बायाँबाट बिस्तारै छोडिदिनुहोस् फेरि बायाँबाट भर्नुहोस् बिस्तारै दायाँबाट छोडिदिनुहोस् फेरि दायाँबाट लिनुहोस् बिस्तारै बायाँबाट छोडिदिनुहोस् फेरि बायाँबाट बिस्तारै श्वास लिनुहोस् दायाँबाट छोडिदिनुहोस् फेरि दायाँबाट बिस्तारै
कुम्भकमा साथ गर्दैछौँ 3 आकृति लिनुहोस् बायाँबाट बिस्तारै श्वास केही क्षण विश्राम गर्नु श्वास लिए पश्चात बिस्तारै दायाँ नासिकाबाट छोडिदिनुहोस् छोडे पश्चात पनि केही समय विश्राम गर्नुहोस् बाहिर कुम्भकमा बिस्तारै दायाँबाट श्वास लिनुहोस् अब भित्र रोकेर एकैछिन स्थिर हुनुहोस् कुम्भकमा अनि बिस्तारै बायाँबाट छोडिदिनुहोस् छोडेर केही समय रोक्नुहोस् बिस्तारै बायाँ नासिकाबाट श्वास लिनुहोस् लिए पश्चात केही समय रोक्नुहोस् दायाँबाट बिस्तारै छोडिदिनुहोस् केही समय रोक्नुहोस् छोडेर बाहिर कुम्भकमा बिस्तारै दायाँबाट फेरि श्वास गर्नुहोस् केही समय रोक्नुहोस् बायाँबाट बिस्तारै छोडिदिनुहोस् छोडे पश्चात केही समय विश्राम फेरि बायाँबाट बिस्तारै श्वास लिनुहोस् बन्द गर्नुहोस् दुवै नासिकालाई दायाँबाट बिस्तारै छोडिदिनुहोस् बाहिर छोडेर एकैछिन विश्राम गर्नुहोस् रोक्नुहोस् अनि बिस्तारै दायाँबाट श्वास गर्नुहोस् गरे पश्चात केही समय विश्राम बिस्तारै बायाँबाट छोडिदिनुहोस् विश्राम गर्नुहोस् 3 आकृति टुक्रा भएको छ अब शीतली प्राणायाम जिरोलाई गोल बनाउनुहोस् थोरै बाहिर निकाल्नुहोस् अनि बिस्तारै मुखबाट श्वास भित्र भर्नुहोस् एकैछिन रोक्नुहोस् कुम्भकमा बिस्तारै शिरलाई उठाएर दुवै नासिकाबाट छोडिदिनुहोस् 3 अभ्यास गर्नेछौँ 3 अभ्यास अनि दोस्रो अभ्यास फेरि जिब्रोलाई गोल बनाएर थोरै बाहिर निकाल्नुहोस् एकैछिनमा शरीरमा शीतलता थपिनेछ शुद्ध गर्नु भएको बेलामा यो शीतली प्राणायाम अत्यन्त प्रभावकारी हुन्छ शरीरमा शीतलता प्रदान गर्न पनि हुन्छ मनमा शान्ति आनन्द र स्थिरताको लागि एकछिन रोक्नुहोस् अनि बिस्तारै छोडिदिनुहोस् दुवै नासिकाबाट अब अन्तिम पल्ट बिस्तारै रोक्नुहोस् केही क्षण बिस्तारै विलीन गरिदिनुहोस् छोडिदिनुहोस् अब भ्रामरी प्राणायाम गर्नेछौँ 3 अभ्यास हल्का आँखा बन्द गर्नुहोस् बन्द आँखा माथि चोरेमा राख्नुहोस् हामीले सधैँ गरिरहेको भन्दा थोरै फरक छ साइड एउटालाई नाकको नासिकाको वालको साइडमा त्यसपछि साइड एउटामा अनि कान एउटा चुनामा राखेर बुढी औँलाले कानको ढक्कन बन्द गरेर 3 पटक भ्रामरी प्राणायाम भँगराको आवाज निकाल्छौँ कान बन्द गर्नु सुरु गर्नु एकछिन हामी शान्त भएर ध्यानमा रहनेछौँ पुरै शान्त हात ध्यान मुद्रामा गर्नुसित अनुहारमा प्रसन्नता शान्ति र आनन्द छाइरहोस् आइरहेको श्वासलाई हेर्नुहोस् गइरहेको प्रश्वासलाई हेर्नुहोस् साक्षी भावले द्रष्टा भावले श्वासलाई हेर्नुहोस् अनि प्रश्वासलाई हेर्नुहोस् श्वाससँगै भित्र जानुहोस् प्रश्वाससँगै बाहिर जानुहोस्
श्वास प्रश्वासको आवागमनलाई शिक्षणभन्दा शिक्षणले अनुभूति गर्नेछौँ। श्वासभित्र प्रवेश गर्दा नासिकाको मार्गमा भएको स्पर्श हल्का चित्तपनको अनुभूति हुन सक्छ। श्वास बाहिर जाँदा नासिकाको मार्गमा भएको स्पर्श हल्का न्यानपनको अनुभूति हुन सक्छ। त्यसलाई महसुस गर्दै अनुभूति गर्दै आइरहेको श्वासप्रति सजगता, गइरहेको श्वासप्रति सजगता, शान्त हुँदै हुँदै शान्तिको ध्यानको अभ्यास गरिरहेका छौँ। अत्यन्त स्थिरताको अवस्थामा, अत्यन्त शान्तिको अवस्थामा छौँ, अत्यन्त सूक्ष्म अवस्थामा छौँ। आज विशेष पर्वमा छौँ। अन्तर्राष्ट्रिय योग दिवस विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमहरू भइरहेको छ। यस अन्तर्गत हामीले निरन्तर विगत 5-7 वर्षदेखि यही स्थानमा अन्तर्राष्ट्रिय दिवसको अभ्यास गरिरहेका छौँ। बिस्तारै हामी ध्यानबाट सहजतामा जानेछौँ। बिस्तारै हातमा शिर भन्न माथि लैजानुहोस्। एक आपसमा गर्नुहोस्। आँखा एकछिन बन्द होला। अनि एकैसाथ आँखा खोल्नेछौँ। अहिले धैर्य गर्नुहोस्। केही अभ्यास सकेर अनि दुवै हातले आँखा सेकिदिनुहोस्। अनुहारको मसाज गर्नुहोस्। हातलाई हृदयको केन्द्रमा, आँखा बन्द गरेर दुवै हातलाई हृदयको केन्द्रमा राख्नुहोस्। केही सङ्कल्प गर्नेछौँ। हामी जो नियमित अभ्यास गर्दै हुन्छौँ, हामी निरन्तरताको लागि र जो आजदेखि योगलाई प्रारम्भ गर्दै हुनुहुन्छ, उहाँहरूले म प्रत्येक दिन योग अभ्यासलाई योग साधनामा निरन्तरता दिन्छु भन्ने एउटा सङ्कल्प लिनुहोस्। म आफू स्वस्थ बनी परिवार, समाज, राष्ट्र र विश्व उत्थानको निमित्त सदैव हरदम प्रयत्नशील रहनेछु। समाज जागरणको निमित्त मैले आफू जाग्नु जरुरी छ। त्यसको निमित्त योग साधनाको जरुरी छ। म योग साधनालाई निरन्तरता दिन्छु। मेरो जीवनको अभिन्न अंग बनाउनु भन्ने एउटा दिव्य सङ्कल्पका साथ सामूहिकतामा अभ्यास गर्नेछु भन्ने सङ्कल्पका साथ एउटा लामो गहिरो सास लिँदै समय र स्थानको परिवर्तनले हामीले सबै अभ्यासलाई गर्न सकिने। यहाँहरू सबैलाई थाहा छ, हामीले विगत 1 हप्तादेखि सप्ताहव्यापी योग जागरण, यो अन्तर्राष्ट्रिय प्रोटोकलको अभ्यास पनि गरिसकेका छौँ। आज हामीले साङ्गीतिक गऱ्यौँ। अब हामी केही औपचारिक कार्यक्रम गर्नेछौँ भन्दै आजको प्रोटोकल एक समापन भएको छ।